एउटा सानो ड्रइङबाट बुझाउँछ है त म, यो तपाईँको साथी हो, यो तपाईँ हो क्या। अब तपाईँ र तपाईँको साथीमा के फरक छ भन्दाखेरि चाहिँ उसको चाहिँ पिठो बिगिरहेछ, तपाईँको चामल पनि बिगिरहेको छैन क्या दोकानमा बस्दाखेरि। अब यो दुइटा किन फरक त थाहा छ? किनकि बोल्नेको पिठो पनि बिग्छ, नबोल्नेको चामल पनि बिग्दैन। अब यसको रियल लाइफ इक्जाम्पल भनिदिउँ। आजभोलि हामी के गर्छौँ भन्दाखेरि हामी बोल्न हिचकिचाउँछौँ क्या। हामी हाम्रो सिनियरहरूसँग बोल्न डराउँछौँ। बोल्न पनि कस्तो हुन्छ नि, के भन्छन् होला भनेर सोच्छौँ कि के भन्छ फरक पर्दैन क्या। उनले पनि कसै न कसैलाई सोधेको हुन्छ जब भ्याकेन्सी कहीँ खुल्ला छ कि छैन, जब भ्याकेन्सी कति ठाउँ खुल्ला हुँदैन नि होइन। त्यति बेला के गर्ने, आफ्नो सिनियरको कम्पनीमा भित्र इन्टरनली खोलेको छ कि सोध्ने, बुझ्ने, त्यो कुराहरू हुन्छ क्या। मैले एक्ज्याक्टली मेरो इक्जाम्पल दिन्छु है त। मेरो इक्जाम्पल के भन्दाखेरि म इन्टर्नसिप गर्ने बेलामा मैले इमेलमा सबैलाई इमेलमा आएको थियो अब इन्टर्नसिप खुल्ला रहेछ इक्जाम दिन आउनु भनेर। मैले इमेल भरेको पनि थिइनँ, साथीहरूलाई आएको थियो। मैले साथीहरूलाई सोधेँ, साथीहरू जान आँटेको थिएँ। अनि म जान पाउँछु पाउँदैन भने मैले एचआरलाई फोन गरेँ, एचआर दाइलाई फोन गरेपछि पाउँछ, सबैले दिन पाउँछ भन्नुभयो। पाउँछ भनिसकेपछि अनि म गएको क्या। मैले त्यो दिन यदि फोन नगरेको भए, साथीहरूसँग कुरा नगरेको भए, साथीहरूलाई के छ यस्तो हो भनेर कुरा नगरेको भए, यदि एचआर दाइलाई फोन नगरेको भए, आज म इन्टर्नसिपदेखि यो 2 वर्ष 2.5 वर्षसम्म काम गरिरहेको हुन्थेँ। काम गर्थेँ होला, सायद अरू कम्पनीमा पाउँथेँ होला, तर त्यति छिटो मैले जागिर पाउँदैन थिएँ होला। मलाई अझै पनि त्यो टाइम मलाई अझै पनि याद छ क्या। मैले भन्न खोजेको बोल्ने ठाउँमा चाहिँ बोल्नु पऱ्यो क्या। सोध्नुपर्ने ठाउँमा सोध्नुपर्छ, बोल्ने ठाउँमा बोल्नुपर्छ, गर्नुपर्ने ठाउँमा गर्नुपर्छ। सो म त इन्ट्रोभर्ट हो भनेर बसेर चाहिँ हुँदैन। इन्ट्रोभर्ट हुनुपर्छ। इन्ट्रोभर्ट सबैजनाको नेचर एउटै हुन्छ भन्ने हुँदैन। कोही इन्ट्रोभर्ट हुन्छ, कोही एम्बिभर्ट हुन्छ, कोही एक्सट्रोभर्ट हुन्छ। सबैको आफ्नो नेचर हुन्छ। तर चाहिने ठाउँमा, पर्ने ठाउँमा चाहिँ बोल्नुपर्छ। मैले इक्जाम्पल मेरो एचआरको दाइसँग कुरा गरेको दिएँ होइन। सो त्यसरी नै तपाईँहरू चाहिँ टाइममा ठाउँमा चाहिँ बोल्नु पऱ्यो, ताकि तपाईँहरूले आफूलाई के सिक्नु परेको छ, के चाहिएको छ, मलाई के चाहिएको छ भन्ने थाहा पाउनु पऱ्यो नि त। सो आफूलाई थाहा छैन भने अरूबाट पनि सोधेर थाहा पाइन्छ क्या, अरूबाट पनि सुनेर पनि थाहा पाइन्छ क्या। सो त्यो कुराहरू चाहिँ बुझ्नु पऱ्यो अनि गर्नु पऱ्यो भन्ने कुराहरू। या अब तपाईँ पनि आफ्नो चाहिँ के बेच्न खोज्ने अरे। सो बोल्नेको पिठो पनि बिग्छ, नबोल्नेको चामल पनि बिग्दैन भनेको। तपाईँले चाहिँ अब आफ्नो चामल पनि बेच्नु पऱ्यो, पिठो पनि बेच्नु पऱ्यो। सी यु इन द नेक्स्ट वान।